तो गाइज आज चाहिँ मलाई हैन अब एउटा मेरो सब्सक्राइबरले मलाई च्यालेन्ज दिएको थियो क्या दाइ तपाईले अब बियर र्याङ्कमा 10 किल हानेर बोया हान्नुहोस् भनेर च्यालेन्ज दिएको थियो र त्यो च्यालेन्जलाई पुरा गर्न मैले 2-3 म्याच खेलेँ र यो म्याचमा त्यो च्यालेन्ज पुरा भएको छ र कसरी हान्छु र कसरी खेल्छु यो फुल म्याप अन्तिमसँग हेरिदिनु होला हैन। फर्स्ट अफ अल चाहिँ म टिभी टावरमा टक्क ल्यान्ड गर्छु हैन। टक्कै अगाडि एउटा एनिमी देखिसकेको छु मैले अनि त्यो आउँछ भनेर म बस्छु त्यसलाई हान्न जान्छु अनि म त्यसलाई ड्यामेज दिइरहेको थिएँ मैले एउटा हेयर पनि हान्यो अनि त्यो तल भाग्यो अनि म पनि तल गएँ मसँग गन थिएन नि त मैले गन लिन गएँ अनि मैले गन भेटाएँ अनि म त्यहाँनिर एउटा एनिमी सुतिरहेको रहेछ क्या यता साइडमा अनि म यता छेउबाट गएँ हैन त्यो सुतेर मस्त हानिरहेको रहेछ मास्टरलाई मेरो मेडिकेट हेल्थ कम थियो मेडिकेट हाने अनि त्यहाँ सुतिरहेको थिएँ मैले देखिरहेको थिएँ त्यसलाई अनि त्यसलाई हेडसट हान्छु हेर्नुहोस् म कसरी एउटा हेड लागेँ फेरि अर्को लागेन वाल हान्ने फेरि त्यसले फेरि अर्को हान्दै मैले लागेँ त्यो हेडसट गयो थियो होइन खलास भयो अनि 1 किल भइसकेको थियो मेरो अब अझै 9 किल गर्नु बाँकी छ र कसरी 9 किल गर्ने हो भनेर सोचिरहेको थिएँ आकाशतिर पनि झर्न सक्छ नि त आजकल एनिमी त्यही भएर अनि म एनिमी खोज्दै गएँ हैन म लुट पनि लुट्दै गएँ अनि खोजिरहेको थिएँ अनि एनिमी खोजिरहेको थिएँ अनि यतातिर साइडमा छ कि म तलतिर गएँ अनि तलतिरबाट मलाई के त्यो झगडा परे जस्तो आयो क्या साउन्ड अनि म दौडिँदै गएँ अनि त्यहाँ दुईजना फाइट गरिरहेको रहेछ क्या अनि मैले त के गरेँ भने त्यो एकछिन बसेँ अनि त्यो अर्कोलाई मार्दै बडी हानेर होइन नोक्रा नसम्झिनु होला अब यस्तै हो बियर र्याङ्कमा होइन हेडसट हान्दैन र अनि बडी हान्यो अनि फेरि दिलमा बस्यो क्या रिभाइभ गर्ने ठाउँमा एक्स्ट्रा फेरि बाँच्न सकिन्छ नि त अर्को नै आयो होइन त्यसलाई पनि मार्छु अब म हेर्नु कसरी दिमाग लगाएर त्यो आफै मऱ्यो होइन ल फेरि म दिलमा बस्छु होइन गाइज ल दिलमा बसिरहेको छु होइन एनिमी 3 किल भइसकेको रहेछ मेरो होइन अहिलेसम्म अब हामीलाई कति किल 7 किल चाहिएको छ होइन ल त्यो च्यालेन्ज पुरा हुन्छ कसरी हेर्नुहोस् है त अब मैले आफ्नो दिलमा चाँचर गरेँ होइन ल अब दिलमा पुरा भइसकेको थियो अर्को आएर मारिदियो थर्ड पार्टी इन्ट्री गऱ्यो होइन मलाई मारिदियो नोब्रालाई मोज भयो होइन मलाई त्यत्तिकै मारिदियो हेर्नुहोस् गाइस म हावामा उभिरहेको छु क्या भनेर के तर होइन यो ग्लिच भएको अलिकति फेरि म अब त्यहाँ तलतिर जान्छु होइन त्यहाँ तल एनिमी छ कि भनेर जस्तो लाग्यो होइन त्यहाँ एनिमी रहेछ मैले देखिसकेँ त्यो एनिमीलाई होइन त्यो घरभित्र गयो अनि मैले त्यो देखिसकेँ होइन अनि म ठ्याक्क माथि छतमा ल्यान्ड गरेँ होइन मैले अनि गोली खोजेँ क्या मैले अनि गोली थिएन क्या मसँग राम्रो गन थिएन होइन अनि यसो लुटेँ होइन मैले पाएँ होइन गन पनि M10 पाएँ मेरो फेभरेट गन जस्तो M10 अनि यता एनिमी छ भनेर गइरहेको थिएँ तर रहेछ क्या एनिमी तर यो एनिमी के गरिरहेको थिएँ होइन बुझ्नु गाइस सुतिरहेको रहेछ क्या बडी हानेर मार्दै होइन मैले अनि त्यही अघि मलाई मार्ने गर्दा रहेछ कि अघि मलाई यसले नै हानेको थियो क्या यसलाई मैले हानिदिएँ होइन मेरो अब फाइनली मेरो 4 किल भइसकेको रहेछ होइन गाइस होइन अब मलाई जम्मा 6 किल हान्न बाँकी छ त्यो कसरी हान्छु हेर्नुहोस् है त म अब एनिमी खोजिरहेको थियो एनिमी यहाँनिर आउँछ भनेर खोजिरहेको थियो अनि तलतिर जानु पऱ्यो लुट्नु पऱ्यो होइन ज्याकेट छैन भनेर किन्नु पऱ्यो होइन अनि यता लुट्न आएँ म होइन यता एनिमीको फुट आयो क्या मलाई होइन गाइस फुट आयो अनि कहाँ छ एनिमी भनेर यताउति हेर्छु यता रहेछ भागिरहेको रहेछ साला मादल चोट ढुक्रै रहेछ नि साला त भर्खर झरेको रहेछ गन थिएन होइन मारिदिएँ मैले पनि ड्याम हानेर होइन अनि यसरी हानिरहेको थियो उतानिर एनिमी भागिरहेको रहेछ क्या एउटा तर म यति आएपछि त्यहाँ फाइट परिरहेको थियो म थर्ड पार्टी बनिरहेको थिएँ होइन स्मार्ट तरिकाले खेल्नु पऱ्यो नि त होइन गाइज त्यो मलाई हेर हान्नु खोज्यो लाग्दैन ल बडी हान्दिएँ त्यो अर्कोलाई हान्नु खोज्यो त्यसलाई हेर त लाग्यो होइन गाइज तर हेर लाग्यो त बाँच्यो क्या त्यो भाग्यो क्या गाइज मासला त्यो माटल चोट भागिहाल्यो होइन त्यो नोब्रेलाई म अब कसरी लहाटी हान्छ है गाइज हेर्नुहोस् मेरो सेटिङ फेरि ह्याङ भइथ्यो अनि एकछिन यता बस्यो होइन यति बस्नु त्यो भागिसकेको छ कि नोब्रा मुला कहाँ पुगिसकेको छ होइन अनि गाइस यसो लुटसुट गरेँ होइन त्यहाँ बम ग्रेनेड हाने होइन छ कि भनेर छैन रहेछ तर म ग्रेनेड खतरा हान्छु नि गाइस तपाईँलाई थाहा छैन होइन त्यो अलिक पोरो रहेछ त्यो भाग्यो क्या होइन गाइस
तपाईँहरूले फेरि सोचिरहनु भएको होला फेरि यो बर्मुडा त्यो ब्याटल रोयल होला भनेर होइन फेरि गाइस यो त्यो हो गाइस बियर ऱ्याङ्क हो यो अलिक हिरोको ऱ्याङ्कमा हो यस्तो खेल होइन अब म प्रो भएपछि अरू नप्रो भइहाल्छ होइन गाइस अनि यसरी एनिमी खोज्छु होइन अब साथसाथै जानु पऱ्यो होइन अब एउटा मासतिर गइरहेको थिएँ म टिभी टावरतिर अघि राखेको त्यहाँ तल ग्रेनेड राखेको थिएँ मऱ्यो गाइस त्यसैले मेरो 7 किल भइसकेको रहेछ मैले हेरेको थिएन गाइस होइन म डेन्जर मान्छे अनि फेरि यसलाई मार्छु हेर्नुहोस् गाइस म यसको गाडी फुटाइदिएँ होइन साला कस्तो ग्रेनेड हालेर मार्छु होइन गाइस म हेडै लाग्दैन जस्तो गाइस अब म ग्रेनेड हान्छु हेर्नुहोस् यहाँ ड्याम 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 2-3टा ग्रेनेड हाने होइन अगाडि नै आयो होइन ड्यामले भने भल हाने आफै मऱ्यो ग्रेनेडले नि यो त म एकदम डेन्जर हान्छु यो पनि अघिकै रहेछ क्या फेरि अघिलाई मारेको 3 चोटि एउटै मान्छेले मारिसकेँ मैले होइन लागिरहेको छ मलाई होइन त्यो नाम देखाउने अहिले सिस्टम छ नि त लुट बक्समा अनि गाइस म टिभी टावरतिर गएँ होइन मस्त त्यहाँ किनकि त्यहाँनिर अलि धेरै एनिमी आउँछ नि त नभन्ने एनिमी देख्यो होइन हानिदिएँ म्यासलाई भनेर हानेको मर्दै मरेन म्याकोले सालेलाई ए यस्तो रहेछ नि त अनि गएँ म मास्तिर होइन मेरो ट्रिपल M10 थियो होइन अब त के नि चाहियो र मलाई होइन चट्ट लागेर होइन म त्यसलाई खोज्दै गइरहेको थिएँ अनि म दिमाग लाउँछु कि फेरि भनेर हान्छु फेरि पुगेन कि तल पुग्यो एउटा मात्रै ग्रेनेड थियो होइन त्यो पनि हानिदिएँ होइन कसैको मर्दैन गाइस ड्यामेज चाहिँ पर्छ जस्तो लाग्छ होइन अनि यता नि एउटा ग्रेनेड राखिन्छ ल्यान्ड बम होइन चट्ट यता जान्छ होइन टक्क उता एनिमी रहेछ क्या त्यो साइडमा त लागेन यार गाइस यहाँ माथि एनिमी चाहिँ थाहा छ मलाई होइन गाइस यसलाई यस्तो ड्यामले हानिदिन्छु होइन अर्को नि आयो क्या तर त्यसलाई कसरी मार्छु त्यसले मलाई देखेन जस्तो छ यार त्यो नोब्रेले म भाग्यो होला भनेर यताबाट आउँछ होइन म कुरेर बसिरहेको थिएँ होइन आउँछ भनेर आमा ड्याम बडी हानिदिएँ मैले किनकि उता हानिरहेको थिएँ नि त त्यसलाई किल आउँदैन थियो ल फाइनली गाइस म 10 किल पनि भइसकेको रहेछ होइन मिसन त अब 10 किलको थियो होइन भइसक्यो तर बोया गर्न अझै बाँकी छ नि त मेरो च्यालेन्जमा तलबाट हाने फेरि म्याच मेरो अब हेर्नु कमाल हेर्नुहोस् न मेरो वुडपिकर अब कस्तो हुन्छ अपग्रेड गरेर हान्छु वुडपिकरलाई 99 होइन एक्युरेसी एकदम बढ्छ नि त गाइस तपाईँहरू नि एकचोटि ट्राई गर्नुहोस् होइन एकदम एक्युरेसी बढ्छ क्या अब 11 किल भइसकेको थियो फाइनली गाइस मेरो होइन तर अब त्यहाँ एनिमी देखाएको थिएँ मैले होइन एनिमी खोजिरहेको थिएँ होइन कहिले निस्किन्छ भने त्यहीँ छ क्या त्यो एनिमी होइन लुकेर बसिरहेको थियो त्यसलाई छोडिदिउँ भनेर म तल जान्छु होइन गाइस फेरि यहाँ आउँछ कि भनेर हान्नु खोज्छु आउँदैन म लाग्छ फेरि मेरो उयो ल्याग भइथ्यो छोडिदिनु गाइस त्यसलाई होइन अब तल जानु पऱ्यो भन्छु फेरि एकचोटि हेर्छु क्या म होइन छैन फाइनल अब सक्यो यार त्यो नोब्रे भागिसक्यो होला भने होइन मैले अनि म तल जान्छु होइन मस्त होइन किन सपिङ गरेर त्यहाँनिर टक्क हन्टिङ हान्नु पऱ्यो क्या नोब्रेलाई होइन टक्क हन्टिङ हान्छु होइन म गाइस अब हन्टिङ हानेपछि अब यहीँनिर एनिमी देखाउँछ क्या अनि म खोज्छु क्या यहीँ छ भनेर खोज्छु होइन तर यहीँ रहेछ क्या लास्टमा त्यो पुरा M10ले भुट्नु खोजिरहेको थियो होइन मलाई वाल पनि फुटाइदियो म्यासलाई ड्याम वुडपिकरले हाने होइन M10ले हानेर खलास पारिदियो होइन गाइस खत्रो प्लेयर हो म पनि बडी त डेन्जर हान्छ नि फेरि फाइनली गाइस मेरो 12 किल पनि भइसकेको रहेछ होइन मैले थाहा थिएन अब जम्मा 7जना खान होइन अब कसरी म अब 7जनालाई नि मार्छु होइन तपाईँहरू हेरिरहनु होला होइन लाइफ त बढाउनु पऱ्यो यार लाइफ छैन होइन टक्क गनसन लुट्यो अनि मस्तसितले अनि वाल फुटायो ड्याम डुम पारेर होइन अझै लाइफ कम रहेछ उनीहरू हाने होइन सकि फुट्यो म्यासलाई ल जाउँ तलतिर जाउँ भनेर गाइस फेरि एउटा हन्टिङ हानेर जानु पऱ्यो नि होइन एनिमी हान्ने हो नि त हामी त मलाई परो मान्छे डराउने होइन नि त भनेर गयो होइन किनकि अब गन पनि ड्याम थियो भर्खर झऱ्यो यार गाइस जम भनेर गयो होइन म पनि बमसम्म हान्छु म पनि होइन एकदम बमले हानेर मारिदिन्छ कि प्रायः जस्तोलाई त म एकदम ग्रेनेड किङ हो नि त त्यसलाई हानेको होइन किन ड्यामेज परेन भन्छु त म्यासलाई टप्पिसकेको छ यताले हानिदिइसकेको छ यसले मेरो किल छोड्यो होइन म्यासलाई पक्तलाई भन्दै म खोज्न गएँ होइन त्यो खोज्नु गएको यति रहेछ म्यासलाई पक्तलाई होइन यता हानिरहेको रहेछ म्यासलाई मलाई मादल केटले त ल ड्याम दिइरहेको थियो कि मलाई त झन्डै मारिदियो क्या मलाई लाइफ बढायो होइन गाइस अनि लाइफ बढाइसक्यो होइन बम पनि हान्छ यार मार्नै खोजेको क्या मलाई यसले भनेर यता साइडमा भागेँ होइन म
भागे चाहिँ के भन्नु कभरमा गएको भनौँ न अलि सेफ कभरमा म जस्तो मान्छे कहाँ भाग्छ त अनि मास्तिर फुटा जस्तो लाग्यो होइन त्यहाँनिर मेरो के भन्छ नि त्यो मसिन गनले हान्यो क्या त्यसलाई यसो सालामा झन्डै मार्दै मासला झन् मटिलो जा मारिदियो भने मैले नि अनि अब जम्मा 4जना बन्दा थियो मेरो फाइनली 13 किल भइसकेको थियो होइन 13 किल भइसकेको थियो अझै एनिमीलाई मार्छु भनेर बसिरहेको थिएँ होइन बोया त मैले गर्नै थियो जसरी नि मेरो च्यालेन्जको लागि अनि एनिमी खोजेको थिएँ फेरि त्यहाँनिर ड्यामेज थियो होइन बमसम हाने होइन सालेलाई होइन यस्तो डेन्जर म त्यसलाई लखार्छु होइन फेरि म सब दिमाग लगाएर खेल्ने हो नि त फेरि बमसम हानेर पुरा मस्त हान्ने नि त सालेलाई त्यहाँ रहेछ होइन मा हेर्छ हानिदिन्छ त्यसलाई त मलाई लजा भनेर अब फाइनल 2जना मात्र छ होइन गाइज अब 2जना मात्र छ राम्ररी खेल्नुपर्छ मैले होइन अनि बोया निकाल्नुपर्छ जसरी भयो नि फेरि यत्रो टाढासम्म आयो होइन लास्टमा होइन टप 2 मा पुगेपछि पनि अनि मेरो च्यालेन्ज पुरा भएन भने त खल्लो लागिहाल्छ होइन गाइज त्यसैले तपाईँहरूकै लागि भनेर मैले होइन यसलाई जसरी पनि मार्ने भनेर लिन्छु होइन पहिला त हेर्छ हानेर मार्छु यो नोब्रेला भनेर सोचिरहेको थिएँ होइन भेट्छ धान्नै दिँदैन नौडेमा बट जस्तो छ यार नोब्रा अनि के गर्ने यार अब च्यालेन्ज पुरा गर्नलाई भए पनि अब यताउति गएर दिमाग लगाएर भयो नि मार्नु पर्यो बमसम हानेर भए पनि बम हाने होइन फेस त्यो आइस बम हाने ड्यामेज परेन कहाँ छ त्यो भने त्यहीँ जस्तो लाग्थ्यो क्या मलाई त्यहाँ घरभित्र हुनुपर्ने हो अनि म होइन अनि मेरो अपडेट गरिरहेको थिएँ कि एकछिन गर्नेलाई निस्क्यो क्या अचानक ड्याम हाने क्या मरेन उठ्यो हाने होइन ड्यामेज परेन फेरि अर्कोले हाने अझै ड्यामेज पऱ्यो फेरि सट्टै हाने माछालाई ड्यामका ड्याम दिने हो नि त फेरि माछालाई अझै दिने हो ड्यामेज दियो त्यत्रो होइन मर्दै मरेन साला माटल चोट फेरि त्यसलाई ड्यामेज परेको थियो होइन तर म गइनँ क्या फेरि अहिले फेरि हच्चुमा गएर फेरि मऱ्यो भने त होइन मेरो च्यालेन्ज पुरा हुँदैन नि त गाइज ल भिडियोमा अहिलेसम्म बनिरहनु भएको छ भने चट्ट भिडियोलाई सब्सक्राइब गरिदिनुहोस् फलो गरिदिनुहोस् र हामी जस्तो न्यू क्रिएटरलाई पनि सपोर्ट गर्नुहोस् होइन गाइज ल अब यसको अब सक्यो टाइम अब मारिदिन्छ यसलाई मलाई हेर्छ हामी ट्राई गरिरहेको थियो अहिले आफै मऱ्यो होइन ल फाइनली गाइज मेरो बोया भइसकेको छ ल यसरी तपाईँहरूले अब च्यालेन्ज दिइरहनु होला म पुरा गरिरहन्छु ल टाटा बाई बाई सी यू सुन